ज्ञापन दिनुभयो। त्यसपछि हाम्रो नगरपालिकामा तत्कालीन मतलब त्यहाँको पुरानो अफिसमा बसेर हामीले चाहिँ मतलब 2-3 वटा कमिटमेन्ट गऱ्यौँ। एउटा कमिटमेन्ट के गऱ्यौँ भन्दाखेरि यो कालो मतलब जुन छाई भन्छौँ यसलाई, छाई उड्नेलाई कन्ट्रोल गर्ने नियन्त्रण हुन्छ है, पुरै सफा चाहिँ हुँदैन। यदि उद्योग छ भने कहीँ वातावरणीय वा मतलब प्रदूषण न्यूनीकरण हुन्छ, मतलब जिरो चाहिँ हुँदैन, यसरी बुझौँ। त्यो मतलब एउटा लगाउने एउटा यन्त्र वा के इक्विपमेन्ट्स लगाउने त्यो कम गर्नु पर्यो र तपाईले भने जस्तो यसलाई चाहिँ व्यवस्थित गर्नु पर्यो। पानी जुन जान्छ अब होइन, म त्यसमा पनि पाटोमा आउँदैछु। त्यो कुरो राखौँ, किनभने तपाईहरु त अब त्यहाँ रोडमा देख्नु भएको छ नि, अझ तल जानु भएको छैन होला, कोही खेत हुने जानु होला। म तपाईहरु चाहिँ पारदर्शी ढंगले राख्दिन्छु। एउटा कुरो हामीले के गर्यौं भने 76 सालदेखि सानोतिनो गुनासो बाहेक, अब सानोतिनो त मैले यस कारणले भनेको उद्योग छ। अब तपाई उद्योगको यो गेटबाट बाहिर निस्किनुस्, ठ्याक्कै मतलब गेट भेट्नुहुन्छ, त्यहाँ व्यक्तिगत घर पनि भेट्नुहुन्छ। ठ्याक्क यो हाम्रो चिनी मिलको पूर्वपट्टि गेट निस्किनुस्, त्यो टायर यार्डको है बिस्तारी। अनि त्यसमा के देख्नुहुन्छ भने बासाटोल, यतातिर जाने बित्तिकै हनुमान मन्दिर, उतातिर जाने बित्तिकै नारायण मार्ग उतातिर, मतलब अब त्यो हामी बीचमा भइसकेको छ। त्यसैले सानातिना गुनासोहरू आउन सक्छन्, जस्तो कहिले अब अलि गनाए पनि भन्ने हुन सक्छ हैन। तर 76 सालदेखि हामीलाई मतलब र हाम्रो तर्फ हामीले त्यो कालो जाने एउटा वेट स्क्रबर भन्ने यन्त्र लगायौं। तपाईहरु मित्र कसैले पनि हेर्न सक्नुहुन्छ, जो माथि जान्थ्यो नि त्यसलाई डाउन गरेर तल लगाएपछि, म भन्दिन तपाईहरु अहिले बाहिर गइसकेपछि एक्चुअल मान्छेसँग यो छेउछाउको तपाईहरुकोतिर त हावा चल्ला मात्रै पुग्थ्यो पहिले पनि, नत्र हावा नचल्दा पनि अलि जाने भनेको यो सराउन्डिङमा हो।